नेपाल र तिब्बतको सिमानामा अवस्थित यस उपत्यकालाई लिपुलेख दर्रा, कालापानी, आदि कैलाश र पवित्र ओम पर्वत जस्ता प्रतिष्ठित स्थलहरूले सजाइएको छ। यहाँको वरपरका हिउँले ढाकिएका चुचुराहरूले मनोरम दृश्यहरू प्रदान गर्दछन्। यसको स्वच्छ पानीले अग्लो पहाडहरू प्रतिबिम्ब गर्दै प्रकृतिको महिमाको बीचमा शान्ति खोज्ने यात्रुहरूका लागि शान्त वातावरण प्रदान गर्दछ। व्यास उपत्यकाको सबैभन्दा रहस्यमय आकर्षणहरूमध्ये एक हो ओम पर्वत, जहाँ प्राकृतिक चट्टानको संरचना पवित्र हिन्दू प्रतीक ओम जस्तो देखिन्छ। यस पवित्र स्थलले एकता र आध्यात्मिकताको प्रतीकको रूपमा कार्य गर्दछ। यसको ईश्वरीय उपस्थितिको साक्षी दिन टाढा टाढाबाट तीर्थयात्रीहरूलाई आकर्षण गर्दछ।